4 वर्ष अघि सिद्धिचन्द छोरीको विवाहमा अमेरिका जाँदा हिँडुल गर्न गाह्रो भएका कारण उपचार गराउँदा त्यहाँका डाक्टरले छातीमा क्यान्सर भएको सुनाए। चन्दले नेपालमा आफ्नो स्वास्थ्यको परीक्षण नगराएको पक्कै होइन, तर डाक्टरले उहाँलाई सामान्य हो भनेर घर पठाइदियो। छाती क्यान्सरको अपरेशन गर्दा अमेरिकाको डाक्टरले उहाँलाई जुन सहानुभूति दिए उहाँ कहिले पनि बिर्सन सक्नुहुन्न। क्यान्सर पीडितहरूलाई जबसम्म माया र सहयोग गरिँदैन तबसम्म उनीहरू आफ्नो रोगसँग लड्न नसक्ने चन्दको भनाइ छ। उनीहरूले मेरो रेडियोथेरापी सकेपछि तैँले राम्रो गरिस् भने उनीहरूले मलाई बेलेनहरू दिएर एकदमै राम्रो ट्रिट गरेर मलाई पठाए। अब अहिले चाहिँ आइएम फिलिङ भेरी इजी गुड उसले छु के म, किनभने क्यान्सर भनेको के पनि होइन, यो आफैमा भर पर्ने कुराहरू। तपाईँले जसरी सोच्नुहुन्छ त्यही तपाईँमा दिमागमा लाग्छ के हो। क्यान्सर पेसेन्ट भनेको भए पनि र मैले आफूले कसरी मैले आफूलाई चित्त बुझाएँ र के रहेछ क्यान्सर भन्ने कुरा मैले सबै सिकेँ। त्यही एवं रूपले म यहाँ सबैलाई सिकाउँदैछु। चन्द मात्र होइन, शशाङ्क शर्मा, रमेश नन्द वैद्य जस्ता क्यान्सर पीडितहरू हाम्रो समाजमा थुप्रै छन्। उहाँहरूको भनाइ पनि त्यही नै छ। परिवार र उपचारमा संलग्न डाक्टरहरूको सहयोग र माया बिना क्यान्सर पीडितहरू आज यहाँसम्म आएर बोल्न सक्नुहुन्नथ्यो होला। आफूलाई ज्ञान पाएपछि चाहिँ, आफूलाई क्यान्सर सम्बन्धी थाहा भएपछि चाहिँ त्यति खासै चाहिँ गाह्रो पनि भएन। लागिसकेपछि कहाँ जाने, कुन चिकित्सक सही हो, त्यहाँ कहाँ औषधि गराउने, त्यो थाहा हुन अत्यन्त जरुरी छ। यही सोचाइका साथ क्यान्सर भएका व्यक्तिहरूलाई जनचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ डाक्टर र क्यान्सर रोग लागेका व्यक्तिहरू मिली नेपाल क्यान्सर सहयोग समूहको स्थापना गरेका छन्। वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठ भन्नुहुन्छ, राष्ट्रिय स्तरमा नै एउटा नीति तर्जुमा गर्नुपर्छ जसले चाहिँ क्यान्सर कन्ट्रोल प्रोग्राम भनेको हैन, जसरी अरु हामीले चाहिँ बाल मृत्यु दर अहिले नेपालमा घटाएका छौं, यसरी घटाउने हो भने राष्ट्रिय स्तरमा चाहिँ एउटा गाउँ-गाउँसम्म, घरको डैली-डैलीसम्म यस्तो प्रोग्राम लैजानु आवश्यक छ। यसको शहरमा मात्र यसलाई सीमित राखेर चाहिँ यो सम्भव छैन। यसरी सरकारी निकाय र सम्बन्धित संघ संस्थाहरूले देशभर क्यान्सर रोगबारे जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी सूचना प्रदान गर्ने हो भने क्यान्सर रोगका बिरामीहरू आफै सचेत हुने थिए। क्यामेरामा भागीरथी घिमिरेका साथ अनिता शाहको रिपोर्ट।